एकछिन गले ल हान यसरी लडी म के गर्नु त लडी छु अब है हटाउनु हैन दाइहरू भनेको ठुलो मान्छे ठुलो खानुपर्छ थाहा दिनेहरूलाई हो कि ठुलो मान्छे ठुलो खानुपर्छ कि साथीहरू यति बेला थाहा होइन त्यो भन्छु मैले पाउँछ भाइ त हेलो सम्पूर्णलाई झोरले अनि नमस्ते फेरि पनि स्वागत छ तपाईँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा अनि आयो सबैजना सन्चै हुन्छ र म पनि हामी पनि एकदमै आरामै छु र हामी तिनजना यहाँ देख्न सक्छौँ तपाईँहरूले मेरो पछाडि छ जुन यहाँ मेरो छोराहरू होइन यिनीहरू चाहिँ मेरो छोराहरू हेलो भन्दै भाइ यिनीहरू चाहिँ मेरो छोराहरू केटा अनि हामी चाहिँ कहाँ जानु लाग्यो भन्दाखेरि तपाईँहरूले यहाँ हाम्रो सामान हाम्रो माल देखेर चिनिसक्नु भइसक्यो हामी चाहिँ अब चरा हन्टिङ गर्न जानु लाग्यो होइन अनि ऊ यहीँ छ नि ऊ यो रुखमा छ नि यहाँ जुन मैले लाइट बालेँ नि यहाँ नि चरा छ है साथीहरू अब त्यहाँ गएर हेरौँ है त के हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु है त साथीहरू अब हामी चाहिँ यहाँ चरा हाल्नु लाग्यो हामीले यहाँ एउटा चरा देखिसक्यो दुईवटा चरा एकछिन म देखाउँछु पहिले छुङ गरेर देखाउँछु कि हागै च्याट्यो तर चरा खसेको छैन चरा खान त दुइटै त चरा खसियो कि ल हेरौँ न त साथीहरू एउटा चाहिँ यहाँ कता खसेर चाहिँ खोइ खोइ यहाँ बिच र रेस्टुरेन्ट पिछे हान्दै गले हाम्रो भाइहरूले त दामी हान्छ फेरि लैसम्म त अरू पनि छ होला दिएको त एउटा नि दुइटा थियो एउटा चाहिँ पायो त्यो त थर्काली नि झर्छ कि त्यो फुट्छ नि अरे मेरो कुकुर नि आइरहेको है जिम्मी नि आइरहेको यहाँनिर एउटा चरा खा भन्ने केटाहरूले छोराहरूले अझ यसले अब म सिकारी कुकुर बनाउँछु साथीहरू देख्नु तपाईँले यहाँ दुईवटा है ल हामी अहिले त मलाई आइसकेपछि त्यहाँदेखि यहीँ पार्छ क्या कि यार अलिक तपाईँ हान्छ त एकछिनै गऱ्यो एकछिन ल हान यसले नै हान्दैन मसँग छ कि राखेँ त्यसले हान्छ ए बालो बाल्न साथीहरूले चाहिँ एकचोटि बिराइसक्यो है दुइटै छ कि एउटा छ कि एकछिनै मैले देखाइदिनु खै यहाँ हो मैले लाइट बालेको देखिस् यो त लाँद रहेछ त नान हो अब यत्रो लाग्यो साथीहरू यहाँ मुसा भेटाएको छ हामीले मुसा भेटा हामीले कहाँ ग्वाल एकछिनै केटा खोइ ग्वाले ओ यहाँ मुसा है साथीहरू ल हानु यहाँ त्यसलाई बाल्नु ठ्याक्कै मुला यसले चाहिँ लास्ट अन्डा खान्छ है साथीहरू यसको त खतरा रहेछ कि यसको हात त यार साथीहरू यो है यो हान्ने मान्छे चाहिँ यो है यो मारिदिए यसलाई मारिदिए यार मारिदिए
त्यसले चाहिँ अन्न खान्छ कि यसले चाहिँ धेरै मकैहरू सुन्तलाहरू यताउति खान्छ कि साथीहरू त्यही भएर हामीले यसरी मारेको साथीहरू यो चाहिँ दमौली है यो चाहिँ दमौली बजार है साथीहरू होइन केटा हो अनि यो चाहिँ बारी फच्याङ भयो है यस्तो आजतिरको रमझम जामै जा जिमी आज गरिम भयो अहिले त्यहाँ जानु कता उठ जाने सुन्तला गुडमा त नानु मलाई कि केटा हो फुल फुली खान्छ फुले खायो झरी छेउ हुन्छ साथीहरू फेरि हामीले चरा पाइसकेको छौँ होइन तर जतिखेर नि सानो एकछिनै बाबु एकछिनै खै कहाँ हो यहाँ होइन त ल हान्लो उड्यो कता गयो फर्स्ट टाइम बिरायो ल यो त अरू गरौँ अरू हिँडी गरौँ ए अरू पहिला गरौँ गऱ्यौँ भयो साथीहरू अन्त बाटो यस्तो डेन्जर छ है गल्यो कुकुर नि हिँड्न खायो ढक छ मसँग हाल्छ यो भाइको यो भाइले हेर्छ भन्थ्यो अरे कता होला चरा भन्थ्यो त हान्न त आयो चरै पाएन यसरी लडी म के गर्नु त लडिसक्यो है बाटै रहेछ यार यतिर हो है म अलिकति माथिबाट हिँड्नु पऱ्यो है ल यस्तो ठाउँमा चरा बसेन त कहाँ बसेन चाहिँ चरा मैले चरालाई धेरै वर्षपछि आएको साथीहरू यो चाहिँ दमौली बजार होइन यहाँनिर चाहिँ हाम्रो केटा भाइहरू छोराहरू हामीभन्दा अगाडि एक टोली आइसकेर चाहिँ उनीहरू बिछारेर गइसकेको रहेछ झ्याउराइसक्यो म अब घर जान्छु कता नि हो अब हामी हो चरै पाएन हेर है साथीहरू चरा खोज्न आएको सुन्दर खाइदिने हिँड्ने गरे चरै पाएन त्यो मुसा पाएर चरा नपाएको हामीले पारेन हो होइन अब यसले तारा टिपेर सुन्तला है साथीहरू बाल्दै गर्दैन बाल्दा मुनि नि पाउन भनेको सुन्तला यस्तो गुलियो सब फुल्यो है मैले हाल्नु भाइ यार यहाँ त गर्लफ्रेन्डको म्यासेज आयो ठ्याट झार्दा बाबु झार एक सालमा झार्न सक्ने म हान्ने ल त्यतिकै बाल राख्नु
झारेन अन्त म हान्ने भयो त्यसको हातमै परे जस्तो हो कि त्यसको हातमा पऱ्यो कि साथीहरू कसरी पऱ्यो उयो त्यसको अनि त्यो उनी सानो छ अनि उसको हातमा परेछ नि त राख्नु तिमी ओए माथि जा अब हामी तल जानु हुन्छ ए तेरो झन् पुग्दै पुगेन बल्छी दुर्बिएको नाति नि त हान्नु ओइ छिटो यार त्यसलाई यार ए ला यार गोली छ मसँग हेर ल यसले झरेन भने म हान्छु तर यार उ गरेर बसिरहे मान्छे यहाँ छ सुन्तला यहाँ छ ओए लभली ए साथीहरू कले समात एकछिन न त्यो किन आत्तिखेर नि छ्या अहिले त पचात पारी तर हामी खान्छौँ जस्तो पारिन खाने कि रुक्न त ए मा आफू राम्रो खाइ मन नआउनु पऱ्यो औडा रहेछ त खोजी अलिकति राम्रो हजुर छ नि तिर्को निकाल क्या मिठो भाइ उल्टो भयो क्या भाइ तेरो कतिवटा गर्लफ्रेन्ड छ अरे एउटा यो भाइ चाहिँ लास्ट लोयल रहेछ केटा अब 5 वर्षको रिलेसनसिप भनेर भाइ चाहिँ मान्छे म जस्तै आयो चाहिँ होइन हामी जस्तै हो मान्छे चाहिँ एकदम एजेडै हो कि एजेड भन्नाले नि त्यस्तै 16 होला कति 16 हो कति वर्ष पुग्यो त 13 वर्ष त हो र 13 वर्ष तेरो मान्छे कति वर्षको लभ हो त 8 वर्षदेखि लभ ऊ पनि पढेको थियो अरे त ए अनि कसरी तिमीहरू कसरी भेट भएको त अब कसरी बोलचाल भयो भन्न भनेको अहिले यसको पनि छ लभ छ होइन यसको कताको भात गाउँ आमा केटाहरू भात गाउँ कता कता खाइसक्यो यसको नि छ कि बेबी सेबी भन्दा म्यासेज आउँछ कि यसको नि आउन त मैले देखेको तेरो मैले चेक हान्ने हो छ भने के जस्तो बाजी ढोक्ने तर म अनि यो भाइको चाहिँ 5 वर्षको रिलेसन यसले बाटी पाल्न यसले बाटी पाल्न गोरे भाइ गए हामी यसै ब्याचतिरको हुनार भाइ फर्स्ट सटर हो हामी भलिबल पनि एकदम राम्रो खेल्छ भाइहरूले होइन जुनियर भाइहरू त्यो सुन्तला मात्रै भेटायो चरै त्यो मुसा भेटायो भने चरै पाउन कि कोही केटा हो त्यो थाहा छैन यतातिर चाहिँ हाम्रो गाउँमा चाहिँ आज स्पेसल दिन भनेको आज हाम्रो मेरोना थापाको बर्थडे छ है साथीहरू सो त्यही भएर त्यहाँ चाहिँ रमाइलो गरिरहेको छ अब हामी पनि जान्छौँ एकछिनपछि हामी अघि त्यहाँ चाहिँ डरो एप छानेर आइदिएको त्यही नै हो र हामी चाहिँ चरा खोज्नको सिलसिलामा आएको चरा पनि नपाएको भाइहरूको लियो लभ स्टोरी सुनेर हिँडेर म परेँ अचम्म यति बेला त हामी त साथीहरू भात खाएर होमवर्क गरेर आमासँग सुत्यो हो तर यो भाइहरू हेर्नु न यसको मोबाइल छ आफ्नो पर्सनल मोबाइल छ तेरो नि छ नि घरमा तेरो नि यसको मोबाइल तर मैले ल्याएन पर्सनल मोबाइल छ केटाहरू त कुलिसक्नु हो भनेको अब ब्याचतिरको हाम्रो जुनियर भाइहरूलाई उनीहरू मेरो छोरा हो यो भाइ चाहिँ पल्लो गाउँको हो कि तर एकदम यताको केटाहरूसँग एकदम मिलेर हिँड्छ हाम्रो छोराहरूसँग यो चाहिँ मेरै छोरा हो मेरै भन्नाले नि मेरो दाइको छोरा हो यहाँनिर चाहिँ मैले हुर्काएको सानोमा हो है चरा के चरा हो भने
खोइ देखाएर चाँचर हो कि बत्ती बाल्न चाँचर हो कि खोइ देख्नु है बत्तीवाला मलाई देखाएको पहिला जुम भएको त्यहाँ जुम भयो अटम जाउँ भयो भगिनु गयो यहीँ बरु उठ्यो कि होइन त्यो कति चरो आमा गल त लिएर आइज त्यो लिएर आइज न साथीहरू यो चाहिँ भर्खर मैले हानेको सर्ट है टाउकै छैन यस्तो हुनार सर्ट हान्छ साथीहरू देख्नुहुन्छ तपाईँहरूले लभली सर्ट कति धेरै यहीँ थियो कि अरे बिचरा यसको यसले झन् कता कताबाट देखिरह टाउकै उड्यो यार बिचराको तेरो तपाईँहरूले रमाइलो सुन्नु भएको सुन्नु हेर्नु साथीहरू है राम्रोसँग सुन्दै एकछिन हल्ला उता सुन्यो कि हल्ला अर्कै ल त्यही नै हो ल फेरि उता जान्छ भने गऱ्यो भाइको लभ स्टोरी सुनेर हिँड्यो क्या ओ यता हेर तिमीहरू चाहिँ यहाँ मिलेर बस्छ यता हेर न यता हेर ल ल यो गोदली लिएर लिन ल यता हेर त्यो यसो 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 लाइट आफूले बल ल है यिनीहरूको लभ स्टोरी सुनेर म परे अचम्म गोदली देखाएन है गोल त के गरेर बसेको कि साइको त्यसरी ल है 1 2 3 गो ल यिनीहरूको लभ स्टोरी सुनेर म परे अचम्म है त्यो के हो आहा जिम्जिम खाएर ल गर्लफ्रेन्डसँग धेरै बेसी हिँडेर तिमीहरू अनि सुरुमा लभ परेन सुरुमा लभ पर्दाखेरि कसम भयो है सुरुमा लभ पर्दाखेरि निन्द्रै लाग्दैन हो निन्द्रा लाग्दैन खाना नि भात पनि खानु मन लाग्दैन हो कि तर सुरुमा लभ पर्दाखेरि यदि तपाईँहरूले कतिजनाले यो भ्लग हेर्नुहुन्छ होइन अन्डर 16 17 18 अब कति हुन्छ तपाईँहरू सुरुमा लभ पर्नेहरू चाहिँ कसम यस्तो खुसी हुन्छ कि यति टाइम दिन्छ आमामा त्यो त त्यति टाइम बरु पढाइमा दिएको भए कहाँ पुगिसक्छ होला अब दिएन के अन्त नि अब यस्तै हो कुरा हो होइन साथीहरू यहीँ छ चरा यहीँ छ है यही घाइना भइसक्यो कि अलिक पछाडि हेर्नु यति हाल्नु आइज भाइ
भने यहाँ तल मलाई पनि देखा पोजिसन सामान पानी चल बेसी आज त हामीले खाने कुरा यहाँ कुखुरा भइसक्यो फेरि खोज्नु साथीहरू यहाँ चाहिँ हाम्रो भाइ अरू पनि टिप्न बेलौटी टिप्न गएर आयो साथीहरू हेर्नु कत्रो बेलौटी झिए बाबा खै तपाईलाई एकचोटि दिएन यो खै होइन दाइहरू भनेको ठुलो मान्छे ठुलो खानुपर्छ थाहा तिनीहरूलाई हो कि ठुलो मान्छे ठुलो खानुपर्छ कि साथीहरू यति बेला थाहा होइन त्यो भन्छु मैले पाउँछ भाइ त खाइ ल। सानो कस्तो ल कस्तो गुली भएको चरा खोज्न गएर कहिले के कहिले सुन्तला कहिले बेलुका खारिने है गयो स्याउनी भएको हुन्थ्यो हाम्रो घर छ स्याउको बोट तर फलेन साथीहरू एकछिन एकछिन यो थुकले जता जान्छ त्यता जाने रे जान्छ ल यता जानु यता गयो भने चाहिँ अब हामी चरा पाउँछ ल यस्तै गऱ्यो भने चाहिँ चरा पाउँछ है अनेक आउँदो रहेछ यता सो गाइस हामी चाहिँ घर पनि आइसक्यौँ होइन फाइनली म चाहिँ घर पनि आइसकेँ कि सो गाइस म चाहिँ घर पनि आइसकेको छौँ र छोरा र भाइ दुइटै छोराहरू चाहिँ कुखुरा ल्याएर घर गएर अब पकाएर खायो कि अथवा पोलेर खायो त्यो मलाई थाहा भएन सो यिनीहरू चाहिँ इन्जोय गऱ्यो त्यही नै ठुलो कुरो हो मैले पनि एकछिन गएर रमाइलो गरेँ होइन त्यहाँदेखि तपाईँहरूले चरा त खासै ठुल्ठुलो पाएन सानो पाएँ त्यो पनि रमाइलो भयो एकछिन होइन टाइम पास भयो सो त्यही नै अब चाहिँ म चाहिँ सुत्न लाग्छु गाइस सो अब म तपाईँहरूलाई सिधै अर्को ब्लगमा भेट्नेछु सो त्यति दिनसम्म सबैजना आफ्नो ख्याल राख्नु होला सी यू गाइस बाई 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 है त ल ए नयाँ हुने साथीहरूले चाहिँ मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब लाइक कमेन्ट पनि अनि सेयर पनि गरिदिनु होला र पुरानो भएको साथीहरूले चाहिँ कमेन्ट लाइक सेयर गर्न नभुल्नु होला यति भन्दै बिदा हुन चाहन्छु हस्त धन्यवाद बाई बाई